आज नेपालको शेयर बजारमा किन यस्तो सन्नाटा छायो? नेप्से परिसूचक पनि घट्यो, कारोबार पनि एकदमै सुस्त भयो। आखिर बजारमा चलिरहेको के हो त? आउनुहोस्, आजको यो विश्लेषणमा हामी यही प्रश्नको गहिराईमा पुग्ने प्रयास गरौँ। हो, आज धेरैजसो लगानीकर्ताको मनमा यही प्रश्न खेलिरहेको छ। के यो सामान्य उतार चढाउ मात्रै हो कि यसको पछाडि केही गहिरो कारण लुकेको छ? ल सुरु गरौँ तथ्याङ्कबाटै। आजको दिनको पूरै कथा यही एउटा अङ्कबाट सुरु हुन्छ, -18.10। यो हेर्दा त सानो अङ्क जस्तो लाग्न सक्छ, तर यो गिरावट र आजको सुस्त कारोबारले बजारको मनोविज्ञानबारे धेरै कुरा बोलिरहेको छ। कुनै पनि विश्लेषणको जग भनेकै तथ्य हो। त्यसैले सबैभन्दा पहिले बजारको समग्र स्वास्थ्य कस्तो रह्यो भनेर देखाउने केही महत्त्वपूर्ण अङ्कहरूमा नजर लगाऊं। बजारको स्वास्थ्य नाप्ने एउटा एकदमै महत्त्वपूर्ण कुरा हुन्छ, त्यो हो कारोबार रकम, जसलाई भोल्युम पनि भनिन्छ। हेर्नुस् त, एउटा राम्रो चल्तीको बजारमा कम्तीमा 10 अर्बको कारोबार हुनुपर्ने हो। तर आज कति भयो? जम्मा 5.77 अर्ब। यसलाई भनिन्छ ड्राई भोल्युम, मतलब बजारमा खासै उत्साह नै छैन। न त किन्नेहरू आतुर छन्, न बेच्नेहरू नै। यो अङ्कले त बजारको असन्तुलन छर्लङ्गै पार्छ। सोच्नुस् त, एकातिर जम्मा 48वटा कम्पनीको शेयर मूल्य बढ्यो, अर्कोतिर 215वटाको घट्यो। यो भनेको कुनै 1-2 कम्पनीको मात्र समस्या होइन, लगभग पूरै बजारमा नै बिक्रीको दबाव थियो भन्ने सङ्केत हो। अङ्कहरूले के भयो भनेर त बतायो, तर किन भयो भन्ने प्रश्नको जवाफ त लगानीकर्ताको दिमागभित्र लुकेको हुन्छ। आउनुहोस्, अब बजारको यो मानवीय पक्षलाई अलि नजिकबाट निहालौं। आज बजार घट्नुको एउटा प्रमुख कारण हो प्रॉफिट बुकिङ। अब यो भनेको के हो त? मानौ कुनै सामान सस्तोमा किनिने हो र त्यसको भाउ वात्तै बढ्यो। अब त्यो नाफालाई कागजमा मात्रै हेरेर बस्नुभन्दा सामान बेचेर पैसा खल्तीमा हाल्न मन लाग्छ नि, होइन र? हो, शेयर बजारमा पनि लगानीकर्ताहरूले ठ्याक्कै यही गरिरहेका छन्। यो चक्रलाई बुझौं है। केही समय अघि मात्रै बजार 2950 को उचाइमा पुगेको थियो। त्यो बेला जसले शेयर किने उनीहरूले राम्रै नाफा कमाए। अब उनीहरू त्यही नाफा पक्का गर्न धमाधम शेयर बेचिरहेका छन्। तर यति महँगो भइसकेको बजारमा नयाँ पैसा हाल्न अरू लगानीकर्ताहरू डराइरहेका छन्। किन्ने मान्छे कम, बेच्ने धेरै भएपछि बजार सुस्ताउनु त स्वाभाविक नै भयो। ल, अब यो स्लाइडले एउटा निकै गम्भीर कुरा देखाइरहेको छ। अहिले नेप्सेमा कम्पनीहरूको जुन भाउ छ नि, त्यो उनीहरूको कमाईभन्दा करिब 38 गुणाले बढी छ। यसलाई अझै सजिलो भाषामा बुझौं, कुनै कम्पनीले 1 रुपियाँ नाफा कमाउँदा हामी त्यसको शेयर किन्नलाई 38 रुपियाँ तिरिरहेका छौं। यो त अलि बढी नै महँगो भयो, होइन र? हो, यही सोचेर अहिले ठूला संस्थागत लगानीकर्तादेखि हामी जस्ता साना लगानीकर्तासम्म सबैजना अलिकति पछि हटिरहेका छन्। लगानीकर्ताको निर्णय व्यक्तिगत मात्र हुँदैन, देशको समग्र अर्थतन्त्र कस्तो छ भन्ने कुराले पनि ठूलो असर पार्छ। अब शेयर बजारको सानो घेराबाट बाहिर निस्केर देशको ठूलो आर्थिक चित्रलाई हेरौं, जसले बजारलाई दबाब दिइरहेको छ। आजै सार्वजनिक भएको एउटा तथ्याङ्कले अलि चिन्तित बनाउँछ। हाम्रो व्यापार घाटा, मतलब हामीले विदेशबाट किन्ने र विदेशमा बेच्ने सामान बीचको फरक 13% भन्दा बढीले बढेछ। यसको अर्थ देशबाट पैसा बाहिर धेरै गइरहेको छ। यस्तो अवस्थाले अर्थतन्त्रको स्वास्थ्यबारे लगानीकर्ताहरूलाई सोच्न बाध्य बनाउँछ। अब केन्द्रीय ब्याङ्कको भूमिका पनि हेरौं। राष्ट्र ब्याङ्कले अहिले 2वटा महत्त्वपूर्ण काम गरिरहेको छ। पहिलो, ब्याङ्कहरूसम्म भएको भालाफाल पैसा बजारबाट तानिरहेको छ, र दोस्रो, ब्याज दरलाई धेरै घट्नबाट रोकिरहेको छ। यसको सिधा सन्देश के हो भने अब ब्याङ्कबाट सस्तोमा ऋण लिएर शेयरमा लगानी गर्ने दिनहरू केही समयका लागि रोकिन सक्छन्। यसले लगानीकर्तालाई थप चनाखो बनाएको छ। जब शेयर बजार अनिश्चित देखिन्छ, तब पैसा कहाँ जान्छ त? हो, केही चलाक लगानीकर्ताहरूले आफ्नो पैसा शेयर बजारबाट झिकेर सुन जस्तो सुरक्षित मानिने ठाउँमा लगानी गरिरहेका छन्। यो पनि बजारबाट पैसा बाहिरिनुको एउटा कारण हो। बजार समग्रमा रातो देखिँदा पनि सबै क्षेत्र एकै नासले डुबेका हुँदैनन्। आउनुहोस्, बजारको भित्र पसेर हेरौं, आज कुन क्षेत्रले आफूलाई जोगाए र कुन क्षेत्रमा सबैभन्दा बढी गिरावट आयो। यो तालिकाले आजको बजारको मिश्रित कथा बताउँछ। एकातिर उत्पादन र होटल क्षेत्र लगभग स्थिर रहे, तर अर्कोतिर बजारको ठूलो हिस्सा ओगट्ने ब्याङ्किङ र जलविद्युत क्षेत्रमा भने बढी गिरावट देखियो।
यसले के देखाउँछ भने लगानीकर्ताहरू अहिले एकदमै छानी मात्र लगानी वा बिक्री गरिरहेका छन्। ल, हामीले अङ्कहरू हेर्यौं, लगानीकर्ताको मनोविज्ञान बुझ्यौं र देशको आर्थिक दबावहरूको पनि विश्लेषण गर्यौं। अब यी सबै टुक्राहरूलाई जोडेर हेर्दा आजको बजारको समग्र चित्र कस्तो देखिन्छ त? र हाम्रो अन्तिम निष्कर्ष यही हो, बजार अहिले कन्सोलिडेसनको चरणमा छ। सजिलो भाषामा भन्दा एउटा लामो दौडपछि बजार एकछिन सुस्ताइरहेको छ, आराम गरिरहेको छ। न किन्नेहरूमा कुनै हतारो छ, न बेच्नेहरू आत्तिएका छन्। सबैजना कुनै नयाँ सङ्केत पर्खेर बसिरहेका छन्। त्यसो भए आजको यो विश्लेषणलाई हामी यही महत्त्वपूर्ण प्रश्नको साथ टुङ्ग्याउँछौं। अब बजारको लागि अर्को पुस के होला? कुन चाहिँ समाचार वा घटनाले यो पर्खर र हेरको अवस्थालाई तोडेर बजारलाई एउटा नयाँ दिशा देला? यसको जवाफ त अब आउने दिनहरूले नै दिनेछन्।